नमस्कार, म उदय पण्डित। स्वागत छ तपाईहरुलाई एसपीआर इन्जिनियरिङ सर्भिस च्यानलमा। यो भिडियोमा हामी चाहिँ 11 केबी 11000 भोल्टको डबल पोल स्ट्रक्चरको बारेमा हामी बुझ्ने छौं। सो जेनरली के हुन्छ हाम्रो ठुलो हाई राइज बिल्डिङ कम्प्लेक्स बिल्डिङहरु जुन छ र अरु ठाउँ जुन हाम्रो इन्डस्ट्रियल भयो, इभन हामी रेसिडेन्शियल तिर पनि अपार्टमेन्ट बिल्डिङ्सहरु भयो। सो त्यो ठाउँमा के गर्छौं, हामीलाई यदि एज पर एनईए अहिले भनेको छ 50 केवीए भन्दा माथि लोड भयो भने के गर्नु पर्यो, आफ्नै ट्रान्सफर्मर युज गर्नु पर्यो। सो आफ्नो ट्रान्सफर्मर प्राइभेट लिनलाई के गर्नुपर्छ, एउटा आफ्नै सेटअप गर्नुपर्छ जुन चाहिँ 11 केबी को डबल पोल स्ट्रक्चर हुन्छ है। सो त्यो के हुन्छ खासमा हामी एनईए को नियरेस्ट जुन हाम्रो 11 केवीए को जुन डिस्ट्रिब्युसन लाइन हुन्छ त्यसबाट हामी त्यहाँबाट ट्याप अफ गरेर कनेक्सन गरेर अनि हामी कहाँ ल्याउँछौं, पोलसम्म ल्याउँछौं अनि पोलबाट त्यसपछि बल्ल हामी ट्रान्सफर्मरलाई दिएर प्राइमरी साइडमा कनेक्ट गर्छौं। त्यसपछि सेकेन्डरी साइडमा हामी गएर हाम्रो फेरि इन्टरनल हाम्रो जहाँ डिस्ट्रिब्युट गर्नुपर्ने छ त्यसरी दिन्छौं। सो मैले यो भिडियोमा चाहिँ मैले के फोकस गर्न खोजेको, 11 केबी को हामी काम गराउँदा र हामी गराउने बेलामा या गर्ने बेलामा कसरी गर्ने, के हुन्छ त्यसमा त एसेसरिज कम्पोनेन्ट्सहरु त्यो चाहिँ हामी बुझ्ने छौं है। सो यहाँ चाहिँ मैले हेर्दाखेरि यो चाहिँ हाम्रो स्ट्रक्चर हो, डबल पोल हो। दुईवटा पोल हेर्न सक्नुहुन्छ 11 मिटरको हाइटको है। यसमा सबै एसेसरिजहरु छ, यो आर्म्सहरु छ, यसमाथि चाहिँ एसेसरिज यो माथिको जुन देखिराख्नु भएको छ खासमा त्यो यो लाइन चाहिँ डिस्ट्रिब्युसन लाइन हो 11000 भोल्टको है, त्यहाँबाट ट्यापिङ लिएको छ। यो चाहिँ हाम्रो लाइटनिङ अरेस्टर हो, त्यसपछि हाम्रो डीओ फ्यूज, त्यसपछि ट्रान्सफर्मर, यहाँबाट बल्ल डिस्ट्रिब्युसन गर्छ है। गाउँहरुतिर पनि यस्तै गरे हुन्छ एनईएले जुन गरेको, तर हामी प्राइभेटमा पनि आफ्नो साइडमा आफ्नो प्रोपर्टीमा राख्यो भने यसको स्ट्रक्चर निर्माण गर्न सकिन्छ। सो यो के हुन्छ, कुनै पनि डिजाइन गर्ने बेलामा यो हामीलाई एसएलडी दिया हुन्छ काम गर्ने बेलामा। सो एसएलडी लाई हामी रिड गरेर, एसएलडी लाई स्टडी गरेर बल्ल हामी के गर्छौं, एक्जिक्युसनमा लाग्छौं। एक्जिक्युसन भनेको साइटमा यो अकर्डिङली चाहिँ हामी इम्प्लिमेन्ट गर्ने हो है। सो कुनै पनि हामी ड्राइङ स्टडी गर्दाखेरि पहिला यो एसएलडी हरु हुन्छ। सो यहाँ चाहिँ हेर्न सक्नुहुन्छ यो लाइन जुन छ 11 केवीए को एनईए को लाइन हो, जुन डिस्ट्रिब्युसन लाइन हुन्छ है। यसबाट के हुन्छ, यसबाट हामी फिडर लाइन लिन्छौं, ट्याप अफ लिन्छौं, कनेक्सन त्यहाँबाट गर्छौं अनि बल्ल हामी हाम्रो पोलमा जुन भएको एसेसरिजहरु हुन्छ त्यहाँ चाहिँ आउँछौं। अब यसमा के हुन्छ, 9 केबी को हाम्रो लाइटनिङ अरेस्टर हुन्छ। यो भनेको लाइटनिङ अरेस्टर हो है, 10K यो चाहिँ हाम्रो लाइटनिङ अरेस्टर हो, त्यसलाई अर्थ गरिएको छ है। यो बुझ्नु पर्छ, लाइटनिङ अरेस्टर हामी इन्स्टल गरेका छौं भने त्यसलाई अर्थिङ कम्पल्सरी हो। त्यसपछि कहाँ हामी आएको, त्यसपछि अगाडि बढेर यो खासमा एससीआर कन्डक्टर हो, यो जम्पर जस्तो युज भएको हुन्छ। सो यो त्यसपछि हाम्रो हो ग्याङ अपरेटेड नाइफ स्विच। यो खासमा के को लागि युज हुन्छ, यो चाहिँ हाम्रो के को लागि युज हुन्छ, जनरली हामीलाई डिस्कनेक्ट गर्नु पर्यो, यो 11 केबी को लाइन डिस्कनेक्ट गर्नु पर्यो भने त्यो खण्डमा हामी यो ह्यान्डल, यो स्विचबाट ह्यान्डल नै हुन्छ पोल मुनि, त्यसबाट हामी अपरेट गर्न सक्छौं कि यतातिर हामीलाई मेन्टेनेन्स गर्न पर्यो भने भित्र साइडमा है, हामीलाई घरिघरि डीओ फ्यूज हार्नु परेन। त्यसपछि हाम्रो आउँछ यो भनेको डीओ फ्यूज हो है, ड्रप आउट फ्यूज भन्छ त्यसलाई।
यो एसएलडी हो है, हुन त यो 3वटा हुन्छ डिओ फ्युज है। सो यो डिओ फ्युज हो 11 केबीको 50 एम्पियर, यो एज पर लोड अनुसार हामी यो रेटिङ सेलेक्ट गर्छौँ। अनि यो जुन देखिराख्नु भएको छ यो धेरै इम्पोर्टेन्ट हो, जुन हाम्रो 11 केबीको स्ट्रक्चरमा युज हुन्छ। यो भनेको सिटी र पिटीको कम्बाइन युनिट हो, करेन्ट ट्रान्सफर्मर र पोटेन्सियल ट्रान्सफर्मर। यो के को लागि युज गरिएको हुन्छ, जुन हाम्रो एनइएको टिओडी मिटर जुन हुन्छ त्यसको लागि युज गरिएको हुन्छ है। अनि यसलाई पनि अर्थ गर्नै पर्छ है, अर्थिङ गर्नै पर्छ। अब यसबाट आउटपुट जुन गएको हुन्छ एक्सएलपी इन्सुलेटेड 11 केबीको अन्डरग्राउन्ड केबल, जुन 120 स्क्वायर एमएम 95 स्क्वायर एमएम पनि हुनसक्छ, एसटी एज पर द लोड कन्डिसन है। यहाँ पनि हामी पोलबाट ल्याउँदाखेरि त्यही एक्सएलपी 11 केबी एसटी केबल हामी युज गर्छौँ है पोलसम्म। सो यसरी चाहिँ हामी ड्रइङ रिड गर्नुपर्छ। यहाँ पनि अर्को एसएलडी चाहिँ सेम छ, यहाँ जुन 9 केबीको लाइटनिङ एरेस्टर छ, त्यसपछि यो मिटरिङ युनिट छ है सिटिपिटी, अनि त्यसपछि 11 केबीको डिओ फ्युज छ। अनि यहाँ चाहिँ हाम्रो केबल भयो है, अनि बल्ल यो प्राइमरी साइड यो इन्कमरमा गछ यो ट्रान्सफर्मरमा। सो सेम चिज हामी 1 बाई 1 फर्स्टमा हामी के हेरेको थियो पोल। सो यो पोल हो है, एल्युमिनियमको पोल, जिआई पोल यिनीहरू आउँछ है। सो यो चाहिँ हेर्न सक्नुहुन्छ 11 मिटरको हुन्छ जेनरली है, अनि यसको आर्म्सहरू हुन्छ है। अनि अर्को चाहिँ ग्याङ अपरेटेड एयर ब्रेक स्विच, यसरी नै देखिन्छ। यो चाहिँ कनेक्सन, यसमा हेर्दाखेरि यही हो यो टर्म है, यसको हाम्रो लाइटनिङ एरेस्टर पछिको यही हो, यसमा हेर्न सक्नुहुन्छ है, यस्तो हुन्छ है। यो मेक ब्रेक हुन्छ, यो 3वटै फेजको हो, आरवाईबी 3वटै फेजको हो, ठिक छ। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो लाइटनिङ एरेस्टर हो, 1 2 3 3वटा छ है लाइटनिङ एरेस्टर, 3वटा छ, जुन हामी यहाँ चाहिँ मेन चाहिँ आएको एनिएको यहीँ चाहिँ टर्न भएको हुन्छ। अनि सबलाई चाहिँ अर्थिङ गर्नुपर्छ है। यो जुन छ 9 केबीको, सो यो हो, यहाँ हेर्न सक्नुहुन्छ है। अर्को सिटिपिटी मिटरिङ युनिट्स, जुन हाम्रो टिओडी मिटरको लागि युज हुन्छ, सो मिटरिङ पर्पजको लागि। सो यहाँ देख्न सक्नुहुन्छ पोलमा यो सिङ्गल पोल हो, जहाँ स्पेसको इस्यु छ भने सिङ्गल पोल पनि हाल्दा हुन्छ, कम रेटिङको छ भने जुन लोड बेरिङ क्यापेसिटी राम्रो गर्न सकिन्छ भने सो सिङ्गल पोल स्ट्रक्चर पनि युज हुन्छ है। सो यसमाथि चाहिँ सिटिपिटी राखेको हो यसरी है, जुन चाहिँ हाम्रो यो है, यो भनेको यो। अब ड्रप आउट फ्युज यस्तो हेर्न सक्नुहुन्छ पोलहरूमा जहाँ पनि हेर्दाखेरि यस्तो हुन्छ। यो ड्रप आउट फ्युज हो, यो चाहिँ इनकेस ओभरलोड भयो भने केही सर्ट सर्किट पनि भयो भने यो इनकेस त्यो बेला चाहिँ यो के हुन्छ ढल्छ आफै, किनभने हाम्रो सेफ्टीको लागि हो, भित्र चाहिँ ट्रान्सफर हुन दिँदैन है। सो यो चाहिँ हेर्दाखेरि यहाँ चाहिँ यो 3वटा छ है, डिओ फेज 3वटा फेजको लागि। लास्टमा चाहिँ यो टिओडी इनर्जी मिटर जुन हुन्छ हाम्रो पोलकै निर यो भएको हुन्छ एनिएर लागेको एनिएको मिटर, अनि यो रिडिङ अनुसार नै त्यहाँ चाहिँ बिलिङ हुन्छ है। यो चाहिँ टाइम अफ अल डे इनर्जी मिटर हो, यसमा अटो चाहिँ त्यहाँ चाहिँ रिडिङहरू लग भइरहेको हुन्छ। यसबाट हाम्रो पिक लोड कुन बेला छ, अफ डिमान्ड कुन बेला छ, सो त्यो अनुसार चाहिँ हाम्रो यो ट्यारिफ जुन भन्छ रेटिङ युनिटको पर किलोवाट युनिट पर युनिट कति चार्ज गर्ने सबै क्यालकुलेट भएर हुन्छ है। म्याक्सिमम डिमान्ड जुन हुन्छ लोड त्यो पनि यसमा लग हुन्छ, अनि यो अनुसार हामी हाम्रो चाहिँ तिर्नु पर्ने हुन्छ एनिएलाई। सो अर्थिङ कम्पलसरी छ, मैले अघि नै भनिसकेँ। लाइटनिङ एरेस्टरलाई अर्थिङ गर्नुपर्छ।
त्यसपछि सिटिपिटी मिटिङ युनिटलाई गर्नुपर्छ, त्यसपछि ग्याङ अपरेटेड एयर ब्रेक स्विचलाई है। सो यसरी चाहिँ हो। सो यो चाहिँ कम्प्लिट भ्यू भयो है। सो होप तपाईहरु बुझ्नुभयो होला एसटी पोल डबल पोल स्ट्रक्चरको है। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। हामी फेरि भेटौँला अर्को भिडियोमा।